डुवर्स क्वीन चाहिँ हो यहाँ चाहिँ डुवर्स किङ छ डुवर्स क्वीन चाहिँ हो यहाँ चाहिँ डुवर्स किङ छ गाइस वेलकम ब्याक टु डुवर्स हन्ड्रेड च्यानलमा हजुरलाई स्वागत छ। आजको ब्लग चाहिँ हाम्रो मारुनी जुन नृत्य छ त्यसको हाम्रो वर्कसप चलिरहेछ र यहाँ फुपूहरू पनि आउनु भएको छ। बहिनी रेडी हुँदैछ, मुखसुक पुसेर भक्क धुइदै आएको छ हो। अब हामी जाने म पनि रेडी सेडी टक्क भएको छु अनि अब हामी गौशालामा जाने, त्यहाँ सबैजना आइसकेको छ र यो टिफिनको टिकट हाम्रो अन्त यो छैन भने हामीले खाना पनि पाउँदैन हो। त्यसको लागि चाहिँ यो बुकिङ गर्नु जरुरी छ। हामी जाँदैछौँ तीनजना, दिदी म फुपू। पाउँदैन यतिकै छैन भने के हुँदैन भन्नुहोस् त? के हुँदैन, टिफिन पाउँदैन, लन्च पाउँदैन, 12 बजेको रातिको डिनर पाउँदैन। यो चाहिँ अहिले चेकभन्दा कमी छैन नि, फेरि यो चाहिँ एकदमै चेकभन्दा चाहिँ कमी छैन हो। जुन चेक बराबर छ र सिधै देखाउनु छ तपाईँलाई। अहिले हामी गौशालाको सबैजना आर्टिस्टहरूलाई सबैसँग बात गर्नेछु हो। सबैजनाको बातहरू सुन्नु तपाईँहरू पनि ल। वान अफ द बेस्ट दोकानदार नि हो काली बहिनी। काली पम्पू चौपती हो वरिपरि दोकान। हाम्रो भेन्यू आइसकेको छ, यहीँनिर हुन्छ हाम्रो मारुनीको वर्कसप चाहिँ। अहिले तपाईँलाई भित्र देखाउँछु। क्लास सुरु भए जस्तो लाग्दैछ हो। हामी चाहिँ छिट्टो पुगे जस्तो लाग्छ टाइममै। अलिकति गाली त खाँदैन होला, आफ्नै मान्छे छ भित्र। सबैजना रेडी भइसकेको छ, सबैजना पार्टी छोडेर आइसकेको छ। हमारा दोस्त म्यूजिशियन दोस्त कौशिकदा, ये पिंटू है, पिंटू दोस्त। प्र्याक्टिस भइरहेछ हो। अनि अझै हाम्रो उता पर पनि अझै एउटा ग्रुप छ जहाँ चाहिँ गीत प्र्याक्टिस देखाउँछु तपाईँहरूलाई। यहाँभित्र चाहिँ डान्स गीत प्र्याक्टिस गरिरहेछ, नयाँ गीत क्रिएट गर्दैछ हो। सडक यात्रा समय गरी हिँड्नुपर्छ काममा, सडकमा हिँड्दाखेरि समयमा हिँड्नु अरे होइन, काम गर्नु काममा जानुपर्छ भन्ने नेपाली ट्राफिक गाना कम्पोज गर्न लागिरहेको छु। गीत बजिरहेको यसको यो गीत स्मरणीय गीतको लागि होइन उहाँले चाहिँ हामीलाई सिकाउनुहुन्छ होइन। उहाँ चाहिँ डुवर्स क्वीन है, डुवर्स क्वीन हिल क्वीन होइन हिल्सको चाहिँ हो उहाँ। र यहाँ डुवर्समा आएर डुवर्स क्वीन चाहिँ हो है, र यहाँ चाहिँ डुवर्स किङ छ। उहाँ डुवर्स क्वीन हुनुहुन्छ। उहाँको चाहिँ जोजोको चाहिँ फेभरेट भएको छ कि अहिले चाहिँ। उहाँ साह्रै चाहिँ अब राम्रो डान्स सिकाउनुहुन्छ जोजोलाई चाहिँ हो। सो त्यही कारणले जोजोले चाहिँ उहाँलाई एउटा ट्याग दिनुभएको छ क्विन भन्ने है। यो नाम उहाँले एक्सेप्ट कसै गरेर सोध्दैन, क्विन नाम एक्सेप्ट कसै गरेर सोध्दैन। तिमीलाई डुवर्स क्वीन नाम ठिक छ होइन? एक्सेप्ट गर्यो, एकदम एक्सेप्ट। तपाईँलाई यो नाम मन पऱ्यो? तपाईँलाई यो नाम मन पऱ्यो? डुवर्स क्वीन मन परेन? मन पऱ्यो। ल आज तपाईँसँग एकछिन बातचित गर्छु ल। यहाँ सोरटी मारुनी भनिन्छ हो। यो सोरटी मारुनी हो यो नृत्य चाहिँ। यसमा चाहिँ 16 जना छोरी मान्छे र 1 जना छोरा
पुरा मान्छे हुनुपर्छ। सो अब हाम्रो ब्रेकको टाइम भइसक्यो हो, जोजोलाई साह्रै गरम भएको जस्तो छ, पुरा भुँडी देखाएर पुरै हेभी गरम भइरहेछ। अब हाम्रो चाहिँ लन्च आइसकेको छ, लन्च थाप्नु जाने अब हो सबैजना। साथीहरूले गाना गाइरहेको छ हो। सञ्जय, उन्निमेष, सती, रश्मि, उर्गेन गीत सुन्नु होला तपाईँहरूले होइन। फेरि हाम्रो जतन साथीले तुङ्ना बजाउनु गइरहेको छ, सबैले सुनिदिनु होला। उहाँ चाहिँ तुङ्नामा एक्सपर्ट हो। हजुर, एउटा गीत गाइदिनु पऱ्यो तुङ्नासँग। उयो गीतसँगै है, उयो गीतसँगै केको माला सङ यहाँनिर सबैले गरिरहेको छ। केही छिनमा नै हामी स्टेजमा प्रस्तुत गर्नेछौँ। हुन्छ तुना स्पेसलिस्ट हाम्रो जसन राई धन्यवाद। साथी हो कालचिनीबाट। हेलो, अघि नै मैले परिचित गरिसकेको छु मेरो साथीको, भेरी ट्यालेन्टेड साथी हो। उहाँको के अरे लाइब्रेरी है, लाइब्रेरी छ अलिकति। मैले चाहिँ फिलहाल एउटा गाँसको मुनि एउटा लाइब्रेरी खोलेको छु। त्यो लाइब्रेरी नभएर पनि त्यहाँ मैले एभ्री सन्डे एउटा प्रोग्राम गर्छ, जुन प्रोग्रामको नाम छ सन्डे 8-8। त्यही सन्डे 8-8मै एउटा पार्ट चाहिँ हो त्यो एउटा लाइब्रेरी। त्यो सन्डे 8-8को मेन मोटिभ चाहिँ त्यही छ कि एउटा स्टेज दिने सबैलाई, तपाईँहरू आफ्नो आर्ट त्यहाँ पर्फर्म गर्नु सक्नुहुन्छ। फेरि प्लस त्यहाँ मेरोमा कतिवटा बुक्सहरू पनि एभाइलेबल छ, तपाईँहरू आएर त्यो बुक्स पनि पाठन गर्नु सक्नुहुनेछ। र कति राम्रो लाइब्रेरी छ नेचरको साथमा होइन। अनि तपाईँहरू पनि जानु सक्नुहुन्छ सन्डे 8-8मा कालचिनीमा है। एभ्री सन्डे त्यहाँ हुनेछ, 11 बजीदेखि स्टार्ट हुन्छ त्यहाँ कालचिनी 22 धुरामा। तपाईँहरू सबैजना जानु सक्नुहुन्छ। पुरा भोक लाग्यो, 2-3वटा टिफिन लगेछ अहिले। বন্ধু তখন আপনাদেরকে আমি দেখাইছিলাম ওদেরকে, ওর নাম হলো পিন্টু, একটা বন্ধু, অনেক বছর আগে থেকে চিনে পরিচয় আমাদের, অনেক একসাথে প্রোগ্রাম করেছি আমরা। ঠিক এখন আমি খাবার খাবো, লাঞ্চে যাবো। यही हो चेक, खानाको चेक यही हो, दुपुरे आहार। भर्खर डान्स सकेर प्र्याक्टिस गरेर भयङ्कर गरम बसिरहेछ, हावा खाँदै हो। र धेरै रमाइलो फिल भइरहेछ आज होइन। सबैजना यहाँ गलेर बसिरहेछ, सबजना एकदम राजदै सबैजना यहाँ गलेर बसिरहेछ होइन। उहाँहरूले सिकाउनु भएको हामीलाई, उहाँ टिचर हुनुहुन्छ, उहाँ म्याम दार्जिलिङबाट। उहाँहरू चाहिँ केही भन्नु छ तपाईँलाई? मलाई थाक्यो त्यही भन्नु छ। थाक्यो कति? भन्न सकेको छुइनँ, कति थाकेँ कति थाकेँ। सबैजना गलेर बसेको हावा खाँदै पुरा गरम भएर सब आफ्नो आफ्नो कुनामा छ है। त्यसरी नै हो डान्स भनेपछि चाहिँ त्यस्तो 1 2 3 4 5 6 गुड। उहाँ म्याम, उहाँ हाम्रो एकजना टिचर हुनुहुन्छ है, अर्पण भाइ। यस
आज हाम्रो लास्ट डे र सबैजना आफ्नो आफ्नो ड्रेसमा छ सबैजना जुन मैले परिचय गरिसकेको छु हाम्रो चाहिँ सिङ्गर हो उसको पनि च्यानल छ युट्युब च्यानल उर्गेन लोकचन लामा उर्गेन लोकचन लामा छ उसको युट्युब च्यानल एउटा उर्गेन लोकचन लामा अन्त एउटा चाहिँ लोकचन ब्लग दुइटै छ त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला मेरो धेरै छ जस्तै एनिवे तर एउटा सपोर्टै हुन्छ कुरा हो र पनि ड्रेसमै छ आगो पनि ड्रेसमै हुनुहुन्छ आज लास्टमा सबैजना ड्रेस लगाएर गरिरहेछ उहाँ म्यामले पनि सिकाउनु सँगै नाच्नु हुँदैछ Say